सबैजनालाई आजको भ्लग चाहिँ यो हाम्रो अनाम नगर भन्ने ठाउँमा प्रोग्राम छ हाम्रो प्रोग्रामको लागि आएको छु भर्खरै सुरु हुँदैछ है अनि काठमाडौँको क्लाइमेट एकदम राम्रो पनि रहेछ है पोखरातिर त पानी परेछ भन्ने सुनेको थिएँ दोकानमा छु है दिदीले पनि सानो सहयोग गर्नुभयो दिदीलाई धेरै धेरै धन्यवाद है हामीलाई सहयोग गर्नुभयो सहयोग गर्नुभयो खुसी लाग्यो त्यहाँ के अरे सामाजिक विकास समाज पनि रहेको रहेछ है स्कुल चाहिँ यता प्रोग्राम चाहिँ यता क्लाइमेट पनि एकदम राम्रो छ अनि बालेन्द्र शाहज्यूलाई चाहिँ एकदम धेरै धन्यवाद दिन चाहन्छु उहाँले चाहिँ यति राम्रो हरभरा सुन्दर एउटा काठमाडौँ बनाइदिनु भयो है अनि अनाम नगर भन्ने ठाउँ त झन् मेरो लागि चाहिँ एकदम पिसफुल ठाउँ जस्तै हो है काठमाडौँको धेरै ठाउँहरू पिसफुल छ त्यो मध्येमा यो अनाम नगर पनि एउटा पिसफुल ठाउँ नै हो अनि यहाँ प्रोग्राम गर्न पाउँदा एकदम खुसी पनि लागेको छ है मेरो दाइ चिनेको दाइ भ्लगमा स्वागत छ है हजुरलाई पनि अनि फुलफुल्टी भ्लग हो मेरो है दाइले नै आज थापाउनु भयो नयाँ नयाँ भ्लग हो होइन अनि प्रोग्रामहरू आज अनाम नगरमा भएको कारणले गर्दा हजुरले हामीलाई चाहिँ उहाँ कार्य कहाँको भित्र ए झापामा पुगिसक्नु भएको खुसी लाग्यो दाइलाई है हेरेर होइन अनि के भन्छ अब म एकजना कस्तो याद गर्नुभएको है उहाँलाई यसमा सम्बन्धित अरू केही भन्न चाहनुहुन्छ राम्रो छ तपाईँहरूको प्रस्तुति झापादेखि काठमाडौँ नै आइपुग्नु भयो यो आवाज सुनेर तपाईँको डान्सप्रति राम्रो भिडियो लागेर म त्यही सुनेर यो सुन्न हेर्न आएको यसको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच अनि यो गीत छ नि यो गीत एकदम फेमस छ नि होइन ओ चाँदनी यसैमा हो तपाईँले डान्स गर्नु यही गानामा विथ लेडिज यही गीतमा है मैले डान्स गरेको यही गीतमा हो दाइ पनि हुनुहुन्छ हेरिरहनुपर्छ यही गीतमा हो चाँदनी आया है तेरा दीवाना यो गीतमा चाहिँ राम्रो छाप बसेको चाहिँ मेरो हेटौँडामा होला हेटौँडामा चाहिँ एकदम एकजना दिदीले हालिदिनु भएको भाइरल चाहिँ भयो कुरोबाट चाहिँ जस खुसी लागेको छ अब युट्युबको थ्रुबाट चाहिँ होइन अझै धेरै चिन्ने मौकाहरू मिलोस् दर्शकहरूको माया पाओस् होइन दाजुले चाहिँ माया गरिदिनु भयो अब दाजुले नै अब भाइ सम्झेर माया गर्नु त्यो नै टाढाबाट सुनेर आएको अनि आवाज सङ्गीतको आवाज मान्छेको यहाँ लागेर त्यहीमाथि एकचोटि भेटिसकेको अनि कसरी नजाउँ त हजुर दाजु ल ओके ओके दाजु ल है भाइ थ्याङ्क यू सो मच फेरि फेरि भेट्ने मौका पाऊँ देख्न पाऊँ यो गाना सुन्न पाऊँ तपाईँहरूको डान्सप्रति हेर्न पाऊँ यो भ्लग चाहिँ भोलि हाल्ने थियो आज चाहिँ अर्को भ्लग हुनेछ है दाजुलाई धेरै धेरै धन्यवाद जय नेपाल अनाम नगरमा चाहिँ अनि उहाँले आफूले गाउनुभयो गीत चाहिँ यो गाउनुभएको चाहिँ नेपालको बारेमा है अनि हामी प्रोग्रामको लागि चाहिँ यो आजको यो जुन माहौल छ एकदम राम्रो क्रिएट भइरहेको छ होइन धेरै मान्छेहरूले लाइक पनि गर्नुभएको छ खुसी पनि लागेको छ यसलाई सोमा चाहिँ यो गीत चाहिँ एकदम रेकर्ड पनि भयो है यसको लागि एकदम सबैजनालाई चाहिँ हेरिदिनु भयो है ल जानु Hi, hello, ma'am, hello. Thank you so much. Thank you. जाऊ माथि उतामा फाल्दिनु हेर न जस्तो मैले गाउँछु त्यस्तो डान्स उहाँले त अझ कोरियोग्राफीहरू पाउनु भयो नि त अझ होइन मोबाइलमा खिचेर मलाई चाहिँ टिकटकमा हालिदिनु खाजा गरिब फेसबुक पेजले धरि हालिदिनु भयो होइन त्यो काउन्टर गरेर है 10 मिलियन भ्युज या टिकटकमा त 1.9 2.5 रश्मिजी थ्याङ्क यू सो मच रश्मि थ्याङ्क यू अनि न कुनै बुस्ट गर्नुपर्छ न कुनै के गर्नुपर्छ होइन अर्ग्यानिक भ्यू न कुनै बुस्ट गर्नु पऱ्यो होइन अरूको त भ्युज देखाउनको लागि बुस्ट हानेर यहाँ गर्छ नि मेरो त बुस्ट पनि हान्नु पर्दैन यार नेचुरल माया गरिदिनुहुन्छ क्या नेचुरली माया क्या एब्सोल्युटली है अनि थ्याङ्क यू सो मच रश्मिजीलाई धेरै धेरै धन्यवाद छ म्याम है माथि बसेर
दामी दामी बता दो कोई तो वजह दो हर घड़ी अब ख्याल Thank you Baba, thank you so much. नानीलाई God bless you है सोचे क्या छोटी सी जिंदगी कर दे जाए होगी खुश नसीबी हम नाच्छु भनेको थियो नाचेर पनि आइ पसिना नै आछ अनि भाइले नि हेरेको रहेछ कस्तो लाग्यो मेरो डान्स अनि दाइले नि हेरेको रहेछ है ल भनेपछि बिस्तारै बिस्तारै जनताहरूको माया पाउँदैछु हाम्रो अब चिनिसकेपछि अब फ्यामिली पनि भयो होइन भाइको नाम चाहिँ प्रितम गुरुङ अनि हजुर हजुर सुमनावा त्यही त ल अब यो कार्यक्रमको अन्तिम क्षण पनि हो ल थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच है ल यो अन्तिम भयो अब रात पनि पऱ्यो अब जाने बेला नि हुन लाग्यो दाजुले पनि एकदम मन पराइदिनु पर्यो हाम्रो प्रोग्राम है दाजुको नाम गोपाल अमर्ती हजुर गोपाल अनि हाम्रो दाइ पनि हुनुहुन्छ होइन अनि दाइ दोकानको एकदम दाइले पनि धेरै सहयोग गर्नुभयो अनि हाम्रो दाइले पनि धेरै सहयोग गर्नुभयो खुसी लाग्यो अनि यो भाउजूले पनि सहयोग गर्नुभएको थियो है अनि दाइलाई पनि मेरो भ्लगमा स्वागत छ दाइले पनि अब सब्सक्राइब गर्नुहुन्छ उहाँको फ्यामिलीले पनि हेर्नुहुन्छ हाम्रो प्रोग्राम आज यो अनामनगरमा भयो भोलि हामी कहाँ हुन्छौँ होइन मेरो युट्युब भ्लगमा म देखाउने छु होइन जसो दुःख सुख होइन भ्लग बनाएको छु माया गरिदिनु होला अनि हाम्रो दाजुहरूले पनि एकदम माया गर्नुभएको छ दुईवटा दाजुलाई चाहिँ फुल रिस्पेक्ट है ल ओके बाई बाई